कि भनेको यस्तै रहेछ हो साथीहरू, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुरुपाको बिट भने जस्तै हो। आफ्नो शरीर कसरी मेन्टेन गर्ने, कतिको एक्सर्साइज गर्ने होइन, आफूले एकदमै विचार पुराएन भने रोगी भइन्छ, मोटी भइन्छ, हेर्न पनि यो गाला त्यत्रो भएपछि हेर्न पनि नसुहाउने भइन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ एक्सर्साइज गरेर राम्रो गाला बनाउनलाई चाहिँ यसरी स्लिम भइया छ। 12 केजी 14 केजी घटेछ है। 83 केजी थियो, अहिले त 74 केजी। हेर्नु त कस्तो आनन्दको शरीर क्या, एकदमै बेस्ट शरीर भएको छ। भुँडी पनि देखेको छैन, नभए प्यात्त भुँडी लागेको थियो। मासु चाहिँ यता लाग्नु यता लाग्नु यता लाग्नु यता लाग्नु यहाँ लागेर है, सुहाउनु नटाउनु के भने जस्तो क्या होइन। उखान पनि आउँदैन।